हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। यो चाहिँ मेरो डे 26 मिनी ब्लग हो। सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ बिहानको सुरुवात साथीहरू सब काम भ्याएर पानी सानी त खानु पर्यो साथीहरू। तत्तो पानी खाएर अगाडि टक्क आएँ साथीहरू। एकछिन बाहिर हेरेर बल्ल भित्र काम गर्न मन लाग्छ कि, अनि मजाले खानासाना बनाएँ, खानासाना खाएँ साथीहरू। हजुरको दिनहरू कसरी बितिरहेको छ साथीहरू। सबैजनाले मलाई साथीहरू फेसबुकमा पनि फलो गर्नु होला है। हामीले 10,000 पुऱ्याउनु छ जसरी भए पनि। अनि म सुत्नुलाई साथीहरू, अनि उठेर अनि मौसम चिसो थियो नि त, चिया खाऊँ भनेर चिया खान मन लाग्यो। अनि हामी चिया र नमकिन खान लायौँ साथीहरू। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ। हजुरहरूले के खानुभयो त कमेन्ट गर्नु होला। अनि त्यसपछि साँझको खाना बनाउने तयारी गरेँ साथीहरू। अनि मैले रेसिपी भिडियो पनि बनाएको छु, सबैजनाले हेर्नु होला। अनि बिमासलाई बोकेर एकछिन डान्स गरेँ, अनि तरकारी पनि पाक्यो। अनि मैले बिमास कलेक्सनको लागि सुट गरेँ साथीहरू। अब कपडा पठाउनु पऱ्यो, सुट गरेर मात्र भएन हो कि नै साथीहरू। त्यो माथि राम्ररी भयो थियो कि हेर्न सक्नुहुन्छ। अनि म उता माइत गएँ, एकछिन नजिक भएपछि त जानै पऱ्यो नि साथीहरू। अनि बिमास त रक्क सानीमासँग टाँसेर बसेको। यस्तै गरी मेरो दिन बितिरहेको छ। 12 बजे हेर्नु यति ठुलो पानी परेको। बाई बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ। सबैजनालाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। माया।